सबैजना सन्चै आएर नै हुनुहुन्छ र म पनि सन्चै नै आएर नै छु। अनि चाहिँ हाम्रो घरतिर चाहिँ तपाईँले मिनी भ्लग हेर्नुभयो भने त थाहा नै होला के भइरहेको छ, के जोजरले के गरिरहेको छ त्यो सबैलाई थाहा नै होला। हेर्नुभएको छैन भने त भिडियो प्लिज चेकआउट गर्नु होला। रहेको छ चाहिँ बोरिङ हुन्छ नि, जमिनभित्रको जमिनभित्र चाहिँ पानी निकाल्ने कार्य हुन गइरहेको छ, अब हुँदैछ। त्यो कार्य हुँदैरहेको छ, त्यसैको म मिनी भ्लग हालेको छु। यतै रह्यो रङ भ्लग। यो पल पाल्ने मेसिन, यो चाहिँ हाम्रो पल पाल्ने मेसिन यस्तो यस्तो छ, मिटरसित ल्याएको पल पाल्ने मेसिन। नछुट्टै नछुट्टै चलो भने यहाँ पनि के छ है, अस्ति ठुलो मलाई फर्स्ट टाइम देखेको मेसिन रहेछ। मैले पहिलोचोटि देखेँ यस्तो मेसिन त मलाई कहिले पनि देखेको थिइनँ। बल्ल यो मेसिन आज मैले ट्याक्कला देखेको छु। यस्तो हाइट हेर्नु कति उच्चोमा छ यो मेसिन। म त यो मेसिन त्यसै चल्ने र भन्थेँ, फेरि यहाँ हेर्नु फेरि यस्तो छैन। अनि यहाँ फेरि यहाँबाट चल्ने पाङ्रा हेर्नु, पाङ्रा एउटा यस्तो छ, पाङ्रा हेर्नु, पाङ्रा कति ठुलो पाङ्रा हो। यहाँ टेकेर जाने रे, यहाँ जान त हो जान दिनु भने म चाहिँ भोलि जानेवाला छु। जान दिनु भने म जान्छु। www.com के लेखेको थाहा भएन मलाई, त्यो गाडी नम्बर हो आयो। हुन्छ यता मेसिन चाहिँ के यस्तो थाहै छैन के। यहाँ चाहिँ के बसेर यो टुल बसेर यहाँ चाहिँ यस्तो सामग्रीहरू खानु होला नखोलामा खुल्ला हुन्न नि। टुल बसेर यहाँ रोड लाइन स्ट्यान्ड हेर, पाइप होइन, यहाँ पाइप यति ठुलो पाइप छ, यति ठुलो पाइप। पाइप एउटा पाइप, दुईवटा, तिनवटा, चार, पाँचवटा। यहाँ माथि त केही भिडियो बनाउन सकिन्न, त्यत्रो छ नि पाइप। अनि यहाँ लेखेको कन्ट्रोल युनिट सधैँ पढ्नु। यहाँ हल्का मिट्टीको छ है, पुरानो मिट्टी होला। CONT कन्ट्रोल युनिटसँग लेखेको छ। टेकाएर टेक्का लाएर पल पानीहरू यहाँ चाहिँ यस्तो। अनि केही नम्बर कि अर्को नम्बर थाहा भएन, यति ठुलो। ओहो मैले पनि पुग्न हेर्दै हजुर हजुर कहाँ पुग्न सक्छु, मैले पुग्न सक्दिनँ। कति हल्को छ हेर्दै कति ठुलो हो, माथि उक्लाउनु पर्छ क्या है पुरै फर्काउन मिल्दैन। अब न त भिडियो म बनाउँदै छु क्या, ब्याग कहाँ त भिडियो बनाएको ल ल नि हालिदिन्छु। युट्युबमा हाल्छु, सबैले हेरिदिनु होला। लाइक नयाँ मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, किप अर बेल आइकन साथीहरू। त्यही हो नि कति पछिबाट व्यवस्था देखेन नि उसले टाबा नयाँ हो जस्तो देखायो। यहाँ नि पाइप उही पाएको यहाँ पनि झुना गरेर देखाइदिन्छु म। यस्तो छ यहाँ यस्तो देखिन्छ है, यही हो यस्तो चाहिँ विशेषता यही यस्तो, अरू केही छैन। राम्रो छ है 1200 अरे। अब यही हो। अब यसलाई पनि खनेको हामीले त्यही भिडियोमा देख्न सक्नुहुन्छ। यसलाई खनेको पनि तपाईँ देख्न मन छ भने मेरो च्यानललाई सब्सक्राइब हान्नु। अनि मेरो भिडियो चाहिँ डेलीहरू हेर्नु पऱ्यो क्या। यसलाई खनेको हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो डेली हेर्नु पऱ्यो यो भिडियो। कसरी खन्ने रहेछ होइन, म त देखेको थिइनँ, खै तपाईँ नदेख्नु होला। हेर्न मन छ भने मेरो च्यानललाई सब्सक्राइब हानिहाल्नु त्यो अरे। अब 2-4 दिनपछि त्यसको खनेको भिडियो पनि आउनेछ, आउनेछ तपाईँ नजराउनु म छु नि। यस्तो ठुलो मेसिन छ। अब यसलाई खनेको चाहिँ हामी देखिन्छ। त्यता जोजाले खनिरहेको छ, जाम त्यहाँ मान्छेहरू हुनुहुन्छ, सोधम के भइरहेको छ यहाँनिर है, सोधम। यस्तो झुँडो त देखाइदिन्छ तपाईँ जम होइन। आइयो म अब यो माथि चढ्न पाउँछु कि पाउनु थाहा छैन, म सोध्छु। यहाँ यसलाई पल पानीमा यो माथि पाइन्छ कि पाइन्न भने म सोध्छु। पानी भने चाहिँ म माथि चढ्छु, म चढ्दिनँ। त म पल पानीमा देखाइदिन्छु नि, म चढ्छु। अब चढ्न पाए चढाउनु, पल पानीमा देखाउनु ल। एउटा केही छैन। 2082.3 के भनेको यो मिटर के हो, 2823 वाट यो यस्तो छ। टावा अगाडि यस्तो छ, यहाँ ऐना छ एउटा, यहाँ टावा लेखेको छ TABA टावा।
यस्तो छ के हो अझै दोजाले खनिरहेको छ यहाँ ढुङ्गाहरू हो यहाँ पुरै यहाँ ढुङ्गा यो बाँस हेर्नु त्यो हेर्नु ल त्यहाँ त्यत्रो खने पहिला त्यहाँ चाहिँ पहिला एकदम ठुलो थियो यति यति आइरहेको बनाउँदैन भिडियो पहिला कति ठुलो थियो त्यही कुलोलाई भट्टाइदिएको छन् दोजाले यहाँनिर खनिरहेको छ चाहिँ यत्रो खने चाहिँ यहाँदेखि यहाँ ढुङ्गाको कटका ढुङ्गा पल्टाएको छ हेर्नु तपाईँ हेर्नु यत्रो ढुङ्गा पड्काएको छ यहाँ दोजाले यत्रो ढुङ्गा हेर्नु तपाईँ ढुङ्गा हेर्नु यत्रो ढुङ्गा पड्काइरहेको छ ढुङ्गा ओहो ढुङ्गा माटो पनि यत्रो थुपारेको छ खनु यत्रो खनिन्थ्यो यत्रो खनेको छ थुपार्नु माटो हेर्नु कस्तो थियो कस्तो बनाइदियो दोजाले खनेको हेर्ने मान्छेहरू चल्लक्क लाएर खने त मस्त पारेर हेरिराख्नु मात्र खालिहाल्नु यत्रो ठुपारेको माटो ढुङ्गा यत्रो बनाइदिएछ अझै उहाँ खन्न गयो उहाँ अझै खन्न जान्छ त्यत्रो खनिरह ल खनाइ खनेको माटो उठालेर आउँदैछ ल उठा आयो आउँदैछ उहाँ चाहिँ भाइ भन्नुभएको छ म चाहिँ हजुर भने अनि यता आऊ तँ भने भन्नुभएको थियो जाम अब के भन्न मलाई बोलाउनु भएको थियो अब माथि नै आएर भिडियो बनाऊ भने भन्नुभयो अनि म चाहिँ माथि चढ्न जान लागेको छु चढ्न लागिसकेको छु फाइनली माथि पनि एन्ट्री भइसक्यो डोजरमा चढिसकेको छु है म साथीहरू डोजरमा चढिसकेको छु है मलाई चाहिँ आउन दिनुभयो चलाउन पनि अब सिकाइदिनुहुन्छ उहाँले सबै माटो फाल्नुहुन्छ ल फाल्नुभयो ल आटो माटो ल्याएको भए चाहिँ पछाडि त्यत्रो खनिसक्नु हजुर म त स्कुल गएको थिएँ त्यत्रो खनिसक्नु हजुर पुरै माटो आउँथ्यो बेला गयो अझै अगाडिको खानीमा यहाँ बसेर खन्नु गीत पनि बज्दै रहेछ साथी अब चाहिँ डोजा काम भनेको चाहिँ के रहेछ भन्दाखेरि त्यहाँ माटो खनेको छ नि त माटो उठाउने अनि यता ल्याएर फाल्ने रहेछ त्यही काम हुँदैछ माटो उठाउने ल्याउने फाल्ने हुँदैछ अब त्यही रहेछ काम चाहिँ अरूको काम चाहिँ यस्तो छ है ल डोजर त भ्यू चाहिँ यस्तो छ यहाँ पानी चलिरहेको छ पछाडि छ त्यस्तो छ यहाँ बेला गुरुभयो त्यस्तो ला अब चाहिँ खन्दै हुनुहुन्छ खनेको हेर्नु ल डोजरमा एउटा चिज देखेर साह्रै नि बिस्कुट छ है डोजरमा यार डोजरमा कुन पाराले बिस्कुट लाग्छ अचम्मै छ यार यहाँ चाहिँ खन्दै छ डोजाले चाहिँ मस्त पारामा लाएर अब चाहिँ खन्ने माटो उताल फाल्ने काम हुँदैछ अब चाहिँ के हुन्छ हेरौँ यहाँ चाहिँ छेदाले यसरी खना सिकाउँदैछन् अब चाहिँ कसरी खन्ने सिकाउँदैछन् भनिसक्यो अब चाहिँ खन्न सुरु भयो मस्त पारामा खन्छ हुँदैछ अब साथीहरू अब धेरै भिडियो नबनाऊँ अब यति नै अब चाहिँ म ओर्लिन्छु यहाँबाट अब धेरै नमस्ते लास्टी घाम भयो क्या साथीहरू हावा पनि कहीँ त नआउनु लास्टी घाम भयो अब धेरै हल्ला आए पनि अब चाहिँ ओर्लिनु पर्यो साथीहरू अब मस्त अब चाहिँ खन्नुहुन्छ एक्लै अब चाहिँ ओर्लिनु पर्यो अब चाहिँ ओर्लिन्छु म साथीहरू ल
फाइनली झरिसकेको छु म चाहिँ डोजरबाट। अब चाहिँ झरिसकेको छु, अब के हुन्छ हेर्दै जाउँ। ज्यादा मजा डोजरले एकदम मलाई जोटेको छ। अब चाहिँ भिडियो चाहिँ यति नै हुन्छ। के कस्तो लाग्यो राम्रो लाग्यो भने चाहिँ डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, किप अ बेल आइकन। अब चाहिँ अर्को भिडियो आउनेछ, टु बी कन्टिन्यू भिडियो हुनेछ। अब भिडियो चाहिँ यतिमै रोकौँ र खाल्टो खानुको भिडियो चाहिँ आउनेछ। डोन्ट वरी गाइस, च्यानललाई सब्सक्राइब गरिराख्नु। भिडियो अवश्य आउनेछ, तपाईँ कुरेर बस्नु पर्यो, त्यति हो।